जबसम्म यो शिक्षा ऐन हामीमा हातमा आउँदैन तबसम्म यो जारी नै रहन्छ। हामी निरन्तर अब यही सडकमा यसरी नै बस्न हामी तयार छौँ। हामीले त एकदम दुर्गम जिल्ला मुगुबाट आएको, फेरि हामीलाई त्यहाँबाटै आउन गाडी 5-6 दिन गाडीमै चढेर बाध्यता रहरले होइन बाध्यताले हामीले सडकमा सरकारले ल्याएको छ। अब तपाईँहरूको आन्दोलन यो न त पहिलो पटक हो न त सायद अन्तिम पटक नै। सरकारले सम्झौता गर्छ कहिले पनि कार्यान्वयन गर्दैन। यति बेला संसदको हिउँदे अधिवेशन बन्द भइसकेपछि बेमौसमी बाजा बजाउन तपाईँहरू सडकमा आउनुभयो भन्ने छ नि। यसले शिक्षालाई चाहिँ सिफ्ट गरेर अर्को ठाउँमा लाने समाजवादी शिक्षाको रूपान्तरणको लागि चाहिँ अगाडि लाने भएको हुनाले यो अहिलेको यो आन्दोलन अत्यावश्यक पनि छ। अब तपाईँहरू कक्षा कोठामा विद्यार्थी पढाउन छोडेर राजनीति गर्न सडकमा आउनुभयो होइन? यदि सरकारले अझै पनि चाहने हो भने आत्मसात गर्ने भने यो शिक्षा ऐन चाहिँ बजेट अधिवेशनबाट पनि ल्याउन सक्छ। राज्यले तपाईँहरूमाथि खेलवाड गर्यो भन्दा तपाईँहरूले विद्यार्थीमाथि खेलवाड गरिदिरहनु भएको छ। कति सजिलो छ होइन यहाँहरूलाई? मेरो नाम मनबहादुर रोकाया। अब कक्षा कोठामा बस्नुपर्ने शिक्षक सडकमा आएर बस्नुभएछ। अब गुरुहरू सडकमा बस्दा हामी पनि बस्नु पर्यो। किन सडकमा बस्न आउनुभयो? सरकारले विगतका हामीहरूको धेरै सहमति गरेको थियो, त्यो सहमति कार्यान्वयन गरेन। अहिलेसम्म नेपालमा धेरै व्यवस्था परिवर्तन भयो, तर शिक्षा ऐन 28कै जारी गरिरहेछ। हामीलाई 28कै शिक्षा ऐनले गर्दा हामीले नयाँ शिक्षा ऐनको लागि हाम्रो माग मुद्दा पुरा गर्नको लागि हामी सडकमा आउनुपर्ने भयो। हामी कक्षा कोठामा विद्यार्थीहरूसँग रमाइरहेको मान्छेलाई अहिले हामीले त एकदम दुर्गम जिल्ला मुगुबाट आएको, फेरि हामीलाई त्यहाँबाटै आउन गाडी 5-6 दिन गाडीमै चढेर बाध्यता रहरले होइन बाध्यताले हामीले सडकमा सरकारले ल्याएको छ। जस्तो तपाईँहरूले पढाउनु भएका शिक्षकहरू नै अब शिक्षकहरूले पढाउनु भएका विद्यार्थीहरू यो देशका उच्च पदस्थ पदाधिकारी हुनुहुन्छ, राजनीतिमा हुनुहुन्छ, कर्मचारी हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ, अनि शिक्षकहरू चाहिँ सडकमा हुनुहुन्छ। यो अवस्था किन आयो होला? सरकारले अहिलेसम्म हामीमा विगतका धेरै सन्धि सम्झौता गरेको छ। त्यो सन्धि सम्झौता अहिलेसम्म पालना भएको छैन र शिक्षकलाई अहिले नेपालको यो कर्मचारीभन्दा अलि फरक तरिकाले हेरेको कारणले गर्दा अब तिनीहरूले हाम्रो शिक्षकहरू एकदम कमजोर छन्। उनीहरू विद्यालयमा मात्रै निर्भर हुन्छन् र यो हामी राज्यसँग उनीहरूको सम्बन्ध छैन भनेर हामीलाई त्यसै कारणले अहिलेसम्म माग पूर्ति नभएको कारण त्यही होला जस्तो अब तपाईँहरूको के भयो भने चाहिँ फर्किनुहुन्छ? यो आन्दोलन कहिलेसम्म जारी रहन्छ? के छ यहाँहरूको? अहिले आन्दोलन योसम्म भन्ने हाम्रो निश्चित छैन। जब शिक्षा ऐन जारी नहुन्जेलसम्म हामी यो सडकमै बसिरहने भनेर हामी त्यही प्रतिबद्धता सायद मुगुबाट आएको। धन्यवाद यहाँलाई। मेरो विस्मय बाम, मुगु जिल्ला शिक्षा महासङ्घको अध्यक्ष। अब तपाईँहरू विद्यार्थीलाई पढाउने गुरुहरू माइती घरको सडकमा आएर बसिरहनु भएको छ, यसलाई चाहिँ के भन्ने? अब यो हाम्रो रहरले हामीले होइन, हामीले भविष्यका लाखौँ करदाताहरूको भविष्यमा हामी माथि छ र हामी यो एउटा रहरले नभएर हामी बाध्यता भएर यहाँ आउँदैछौँ। जबकि हामी करिब 52-53 साल जति भयो हाम्रो शिक्षा ऐन 2028को पुरानै शिक्षा ऐनमा हामी टेकेर काम गरिरहेका छौँ। हाम्रो मुख्य एजेन्डा माग मुद्दा भनेको नै शिक्षा ऐन आओस् र एउटा शिक्षा मात्र ऐन आएर मात्र हुँदैन। एक थान हामीलाई शिक्षा ऐन पनि चाहिएको होइन, तर चाहिँ शिक्षा ऐनमा विगतमा भएका विभिन्न समयमा भएका सम्झौताहरू त्यसमा सबै कुराहरू समावेश भएर आओस् भन्ने हाम्रो मुख्य माग मुद्दा नै हो। अब तपाईँहरूको आन्दोलन यो न त पहिलो पटक हो न त सायद अन्तिम पटक नै। सरकारले सम्झौता गर्छ कहिले पनि कार्यान्वयन गर्दैन। यति बेला संसदको हिउँदे अधिवेशन बन्द भइसकेपछि बेमौसमी बाजा बजाउन तपाईँहरू सडकमा आउनुभयो भन्ने छ नि। यो बेमौसमी यो सडकमा भन्ने कुरो होइन। हाम्रो आन्दोलन त अहिले मात्र भएको होइन। हामीले माघ 20 गतेबाट नै हाम्रो आन्दोलन सुरु भयो। करिब 2 महिना लगातार हाम्रो आन्दोलन छ। कहिले हाम्रो विभिन्न चरणबद्ध आन्दोलन हामी चलिरहेको अवस्था हो र यो लडाइँ भनेको यो आन्दोलन सडकमा हुनु भनेको नै यो हाम्रो अन्तिम लडाइँ हो। यो सरकारसँग हाम्रो अन्तिम लडाइँ हो। या त यो सडकमै नै बितिन्छ कि जितिन्छ भनेर नै हामी यो सडक आन्दोलन गर्न हामी बाध्य भएका छौँ यतिखेर। अब जस्तो तपाईँहरू बढी राजनीति गर्नुभयो, विद्यार्थीहरूलाई पढाउनु भएन, शिक्षाको गुणस्तर मास्टरहरूकै कारणले गर्दा खराब भयो भन्ने आरोप लाउने पङ्क्ति पनि छ। अब तपाईँहरू पनि अब कुनै न कुनै हिसाबबाट राजनीतिसँग सङ्गठितै भएर आन्दोलनमा आइरहनु भएको छ, यसलाई चाहिँ के भन्ने? यो चाहिँ मान्छेको एउटा सोचाइमा भर पर्ने कुरा हो। हामी शिक्षकहरू राजनीति गर्ने भनेको आफ्नो पेसागत हक अधिकारको लागि हामी राजनीति गर्छौँ, तर कुनै पनि पार्टीको एउटा सदस्य भएर हामीले काम गरेका छैनौँ कि विशुद्ध रूपमा शिक्षकको हक र अधिकारको लागि यो ट्रेड युनियन अधिकार हामीमा छ र यो अधिकारसँगै हामी यो एजेन्डा लिएर अगाडि बढेका छौँ हामीले। त्यसैले यो एउटा आरोप लगाउनु भनेको सरसरी यो गलत हो भन्ने। सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ? यहाँहरू के सन्देश छ? सरकारलाई हामी कुनै पनि पार्टीको झोले हामी शिक्षक होइन। हामीलाई एउटा शिक्षक भनेको एउटा कुनै पनि पार्टीको एउटा झोले भनेर हामीले नामाकरण गरिएको छ। यो वास्तवमा होइन।
यो विशुद्ध रूपमा हामी शिक्षाको हकको लागि मात्रै हामी यो आन्दोलन गरिरहेका छौँ र हामीले जे गर्नु गरेका छौँ हामीले यो एउटा ट्रेड युनियन अधिकार हामीमा छ र त्यो अधिकार स्थापित गर्नको लागि हामी समग्र आज शिक्षक यो सडकमा आन्दोलित भइरहेका छौँ हामी। अब तपाईँहरू कहिलेसम्म सडकमा बस्नुहुन्छ? सरकारले त यो अघि पनि पटक अब तपाईँहरूको माग सम्बोधन गर्न खोजिरहेको छैन, सम्झौता हुन्छ फेरि तपाईँहरू फर्किनुहुन्छ, फेरि सडकमा आउनुहुन्छ। यो सडकदेखि कक्षा कोठासम्म कहिलेसम्म? अब भनिहालेँ नि, मैले अघि नै भनिहालेँ, जबसम्म यो शिक्षा ऐन हामीमा हातमा आउँदैन तबसम्म यो जारी नै रहन्छ, निरन्तर रहन्छ यो हाम्रो सडक। हस्, धन्यवाद यहाँलाई। राजकुमार कडेल, चितवनबाट। अब कक्षा कोठामा हुनुपर्ने शिक्षकहरूलाई हामीले यति बेला माइती घरको सडकमा भेटिरहेछौँ, यसलाई विडम्बना भन्ने कि खुसी हुने यसमा? यो खुसी यो अर्थमा कि 2028 सालको शिक्षा ऐन अहिले पनि निरन्तर चलिरहेको छ र यो शिक्षा ऐनलाई विभिन्न पटक टालटुल गर्दै संशोधन गर्दै अहिलेसम्म नेपाल सरकारले चलाइरहेको छ। यो चाहिँ शिक्षाप्रतिको व्यवस्था हो भन्ने लाग्छ। त्यसैले यो शिक्षा ऐनलाई बदल्नको लागि र शिक्षामा नयाँ युगको सुरुवात गर्नको लागि चाहिँ यो शिक्षा ऐनलाई अग्रगामी बनाउनको लागि चाहिँ यो शिक्षकहरू जसरी मैदानमा ओर्लिएका छन् यो परिवर्तनको लागि ओर्लिएको भएर यसलाई खुसीको रूपमा लिनुपर्छ। जस्तो तपाईँहरूले पटक पटक सरकारसँग सम्झौता हुन्छ, सम्झौता गर्नुहुन्छ, यहाँहरूले फेरि आन्दोलन गर्नुहुन्छ, सरकारले फेरि सम्झौता गर्छ तर पुरा गर्दैन, यो लुकामारी कहिलेसम्म? यो त सरकारकै दोष भयो, शिक्षकहरूको दोष भएन। शिक्षकहरू इमान्दार भए कि हरेक पटक उधारोमा सम्झौता भयो, त्यसको कार्यान्वयन भएन। यसको दोष भनेको चाहिँ सम्पूर्ण अहिलेसम्मका जो सरकारहरू छन् उनीहरू नै भए। र अब यो पटक चाहिँ शिक्षकहरू कुनै पनि हालतमा शिक्षा ऐन नलिएसम्म, त्यसको पक्का नभएसम्म घर फर्किने छैन र यो अनिश्चितकालीन रूपमा चलिरहनेछ। अब यसमा यो शिक्षकको मात्रै आन्दोलन होइन, यो विद्यार्थीको पनि आन्दोलन हुनुपर्ने हो र यो अभिभावकहरूको पनि आन्दोलन हुनुपर्ने हो र सरकारवालाहरू सबैको आन्दोलन हुनुपर्ने हो। किनकि 28 सालको शिक्षा ऐन अहिलेसम्म चलिरहनु भनेको यो विडम्बना हो। यो देशमा धेरैवटा संविधान परिवर्तन भइसके 28 सालदेखि, राजनीतिक परिवर्तन धेरै अगाडि बढिसक्यो तर ऐन त्यही छ। यसको अर्थ शिक्षाप्रति नेपाल सरकारको चासो कम भयो भन्ने हो। अरू देशमा यस्तो हुँदैन। अरू देशमा जब शैक्षिक प्रणाली अलिकति गन्जागोल अवस्थामा आउँछ तत्कालै उनीहरूले तुरुन्तै आयोगहरू गठन गर्ने र त्यसलाई परिवर्तन गर्ने गर्छन्। नेपालको सरकारलाई चाहिँ यो राजनीतिक परिवर्तनमै र राजनीतिक खिचातानीमै सम्पूर्ण ध्यान लागिरहेको छ अहिलेसम्म। त्यसैले उहाँहरूले यो शिक्षाप्रति व्यवस्था गरिरहनु भएको छ। मलाई चाहिँ के लाग्छ भने यो सम्पूर्ण जसले यो शिक्षामा परिवर्तन चाहन्छ, जसले देशको विकास चाहन्छ, उहाँहरू सबैले चाहिँ यसलाई यो हाम्रो ऐनलाई यो आन्दोलनलाई चाहिँ ऐन ल्याउने आन्दोलनको लागि चाहिँ उहाँहरूले समर्थन गर्नुपर्छ, न कि शिक्षकले मात्रै। यसमा विद्यार्थीको पनि उत्तिकै आन्दोलनमा सहभागी हुनुपर्नेछ, अभिभावक पनि हुनुपर्नेछ। किनभने यो परिवर्तनको लागि हो, शिक्षा ऐन परिवर्तनको लागि हो। त्यसको फाइदा शिक्षकले मात्रै लिने होइन, शिक्षाका मागहरू केही छन्, शिक्षाका मागहरू पुरा हुने कति पुरा होलान् त्यो अर्को ठाउँमा छ। यसले शिक्षालाई चाहिँ सिफ्ट गरेर अर्को ठाउँमा लाने, समाजवादी शिक्षाको रूपान्तरणको लागि चाहिँ अगाडि लाने भएको हुनाले यो अहिलेको यो आन्दोलन अत्यावश्यक पनि छ। शिक्षकहरू यस कारणले मैदानमै आएका छन्। धन्यवाद यहाँलाई। अब तपाईँहरू कक्षा कोठामा विद्यार्थी पढाउन छोडेर राजनीति गर्न सडकमा आउनुभयो होइन? प्रथमतः हामी राजनीति गर्नका लागि सडकमा आएका होइनौँ। नेपालमा यो गणतन्त्र जारी भइसकेपछि गणतन्त्र नेपालले सङ्घीय चाहिँ जुन अवधारणा छ सो अनुरूपको ऐन 3 वर्षभित्र जारी गरिसक्नुपर्ने कार्यविधि आफैले नेपाल सरकारले बनाएको हो। त्यो 3 वर्षभित्रमा जारी गर्नुपर्ने सङ्घीय शिक्षा ऐन आजसम्म पनि नेपाल सरकारले जारी नगरेको, यस्ता क्रियाकलापहरूबाट नेपाल सरकार थोरै टाढा भागिरहेको हुनाले नेपाल सरकारलाई झकझक्याउनका लागि हामी यहाँ आएका हौँ। हामी आन्दोलन गर्नका लागि आन्दोलनको यो कार्यक्रम लिएर आएका छौँ। राजनीति गर्न यो माइतीघर मण्डलाको सडकमा आएका होइनौँ। जस्तो तपाईँहरूले आफ्नो माग सम्बोधन गर्नको लागि सडकमा आएर दबाब दिँदै गर्दा लाखौँ विद्यार्थीहरूले पढ्न पाउने अधिकारबाट वञ्चित भएको कुरालाई चाहिँ तपाईँहरू जस्तो शिक्षकको नैतिक जिम्मेवारी हुन्छ कि हुँदैन? पहिलो कुरा 2080 साल असोज महिनामा, असोजको 3 र 4 गते जुन आन्दोलन भयो
5 गते नेपाल सरकारसँग सहमति भयो। त्यो 3 र 4 गतेको आन्दोलनको उपलब्धि नेपाली शिक्षकले आजसम्म प्राप्त गरेका छैनन्। तर 2 दिन सार्वजनिक बिदाका दिनहरूमा विद्यार्थीलाई कक्षामा बोलाएर अध्यापन गरेका छन्। जुन कुरा तपाईँले हाम्रो विद्यालयमा गएर विद्यार्थीको हाजिरी रजिस्टरबाट समेत देख्न सक्नुहुन्छ। हामी विद्यार्थीको पठन पाठन बिग्रियोस् भन्ने हेतुका साथ आज यो आन्दोलनमा उपस्थित भएका छैनौँ। आज चैत्र 20 गते सबै विद्यालयहरूमा वार्षिक परीक्षा अन्त भइसकेको छ। विद्यार्थीहरू घर घरमा छन्। यो अवस्थामा हामी यहाँ आन्दोलनको कार्यक्रम लिएर आएका छौँ। यो आन्दोलन अस्ति यसै परीक्षा सुरु हुनुभन्दा अगाडि यदि हामी यसरी सडकमा हुन्थ्यौँ भने तपाईँको प्रश्न थोरै जायज हुन सक्थ्यो होला। आजका लागि तपाईँको प्रश्न त्यति जायज प्रश्न जस्तो। तर शिक्षक महासङ्घ नै भन्छ हामी एसईका विद्यार्थीहरूको त्यो परीक्षाको कपी चेक गर्दैनौँ। तपाईँहरूको आन्दोलनको घोषित कार्यक्रमको एउटा नारा त्यो पनि हो अथवा एउटा माग त्यो पनि हो। विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने राज्यले तपाईँहरूमाथि खेलवाड गर्यो भनेर तपाईँहरूले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहनु भएको छ। यो कुराको जिम्मेवारी हुँदैन यहाँहरूलाई? हामीले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेका छैनौँ। हामीले पटक पटक यो राज्यलाई यो मुलुकलाई घचघचाइरहेका छौँ। यो मुलुकमा भएको सरकारलाई घचघचाइरहेका छौँ। हामीलाई शासन गर्नका लागि तिम्रो ऐन जारी गर भनेका छौँ। अरू थप हामीले के माग लिएर आएका छौँ? अनि यो राज्य पूर्ण रूपले यो सरकार पूर्ण रूपले निकम्मा भएर बस्ने अनि जति पनि व्यथितिहरू हुन्छन् त्यो सबैको जिम्मेवारी नेपाल शिक्षक महासङ्घले लिने भन्ने हुँदैन। हामीले अस्ति भर्खरै फागुन 24 गते शनिबारको दिन यसै गरी माइतीघर मण्डलामा आएर शिक्षा ऐन जारी गर है भनेर एउटा चाहिँ सन्देश छोडेर गएका थियौँ। त्यसपछिका दिनहरूमा सरकार सुत्यो। त्यसैले यो सुतिरहेको सरकारलाई बिउजाउनका लागि हामी आएका हौँ। हाम्रा विद्यार्थीहरूको नतिजा हुनसक्छ थोरै ढिलो हुनसक्छ। यो राज्यले हाम्रो माग हाम्रो आन्दोलनको जुन एजेन्डा हो यसलाई आज चाहिँ पुरा गरोस्। हामी भोलिदेखि नै हाम्रा सबै कामहरूमा फिर्ता हुन्छ। जस्तो तपाईँहरूको आन्दोलन चल्दै गर्दा यति बेला सङ्घीय संसदको हिउँदे अधिवेशन अन्त्य भयो, जसलाई विधेयक अधिवेशन पनि भनिन्छ। अब आउने अधिवेशन त्यो प्री बजेटसँग बढी सम्बन्धित हुन्छ, जसले विधेयक निर्माण गर्ने परिकल्पना अलिक कमै होला। उसै पनि सांसदहरू कानुन बनाउन कमजोर छन् यहाँले भनिहाल्नुभयो। तपाईँहरूको बेमौसमी समयमा आन्दोलन चाहिँ किन? यो समय बेमौसमी होइन। शिक्षक आन्दोलनसँग डराएर वर्तमान सरकारले चलिरहेको हिउँदे अधिवेशन गए राति 12 बजेबाट अन्त गरेको हो। त्यसैले पनि हामी यो आन्दोलनलाई अझ सशक्त बनाएर अगाडि लैजान्छौँ र शिक्षा ऐन जारी गराएरै छाड्छौँ। हस्, धन्यवाद यहाँलाई। धन्यवाद। नमस्कार, म राधा पोखरेल। हजुर कहाँबाट आउनुभएको? म चितवनबाट हो। चितवन नेपाल शिक्षक महासङ्घको आन्दोलन परिचालन समितिको संयोजक। जस्तो यति बेला कक्षा कोठामा भेटिने मास्टर साहबहरू माइती घरको सडकमा भेटिरहनु भएको छ, यसमा हामी खुसी हुनु पर्यो कि दुःखी हुनु पर्यो? यसमा सडकमा भेटिनु पर्दा कता कता दुःख मान्नु पर्ने हो। तर यो चाहिँ हाम्रो पनि रहर थिएन। हामी पनि निर्धक्कसँग आफ्नो विद्यार्थीसँग आफ्नो विद्यालयमा आफ्नो कक्षा कोठामा अहिले त वार्षिक परीक्षाफल तयारी गर्ने बेला थियो। हामीलाई पनि त्यो चाहना थियो। तर सरकारले 28 सालदेखिको शिक्षा जुन ऐन छ गणतन्त्र लोकतन्त्र हुँदै यहाँ आइसम्म आइसक्दा नि त्यो चाहिँ परिवर्तन नगरिकन जसरी एउटा पुरातनपन्थी विचारबाट नै अगाडि बढेर आयो त्यसको विरुद्धमा हामी बाध्य भएका हौँ। हामीलाई पनि कुनै आन्दोलन गर्न रहर चाहिँ छैन। हामी आन्दोलनकारी पनि होइन, तर सरकारले हामीलाई आन्दोलनकारी बनाइदिएको। जस्तो अब तपाईँहरूले अहिले वार्षिक परीक्षा फल सकिसकेका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्नको लागि अब स्वाभाविक रूपमा ढिलाइ होला। एसईको प्रश्नपत्र एसईको परीक्षाफल हामी विद्यार्थीको कपी चेक गर्दैनौँ भनेर तपाईँहरूको आन्दोलनको घोषित कार्यक्रममै छ भनेको। तपाईँहरूले आन्दोलनको नाममा राज्यले तपाईँहरूमाथि खेलवाड गर्दा तपाईँहरूले विद्यार्थीमाथि खेलवाड गरिदिनु भयो। कति सजिलो है? होइन, हामीले विद्यार्थीमाथि खेलवाड गरेका छैनौँ। यदि विद्यार्थीमाथि हामीले खेलवाड गर्दा हौँ त हामीले सी परीक्षा पनि रोकेर आन्दोलन गर्थ्यौँ होला के। तर हामीले विद्यार्थी आम अभिभावक आम शिक्षाप्रेमी जनसमुदायप्रति हामीले खेलवाड गर्न चाहेका होइनौँ। उहाँहरू पनि यदि साँच्चै अब पनि सरकारले चाहिँ शिक्षा
शिक्षा ऐन यो जारी गर्न नचाहने भने ती विद्यार्थी, ती अभिभावक र ती शिक्षाप्रेमी जनसमुदाय पनि हाम्रो साथमा हुनेछन्। हामी यही सडकमा बसेर भए पनि कपी चेक गरेर भए पनि रिजल्ट दिन तयार छौँ। अहिले त हामीले दबावपूर्ण रूपमा यदि सरकारले अझै पनि शिक्षा ऐन ल्याउन एउटा पहल कदमी नगर्ने भने खबरदार हामी सी परीक्षाको कपी चाहिँ परीक्षण गर्ने छैनौँ भनेर भनेका हौँ। अब यो तपाईँहरूको ऐन पास बनाउनु पर्ने, कानुन बनाउनु पर्ने सङ्घीय संसदको हिउँदे अधिवेशन हिजोबाट मात्रै अन्त्य भयो होइन, जसलाई अब विधेयक अधिवेशन पनि भनिन्छ। अब आउने बजेट अधिवेशन हो, त्यसले सम्भवतः कानुन नबनाउला। तपाईँहरूले आन्दोलन अलिक गलत मौसममा गर्नुभयो जस्तो लाग्दैन? होइन नि, हामीले आन्दोलन अहिले अपरझट भएको आन्दोलन होइन नि, यो 1-2 दिनभित्र निर्णय गरेका आन्दोलन होइन नि। हेर्नुहोस् त हाम्रो आन्दोलन कति निरन्तर रूपमा अगाडि बढेको छ। चरणबद्ध आन्दोलनमा छौँ हामीले पहिला दबावपूर्ण कार्यक्रमहरू गरेर आएका हौँ। त्यो दबावपूर्ण कार्यक्रमले सरकारले देखेन हामीलाई र हामी बाध्य भएर अहिले सडकमा ओर्लेका हौँ। योभन्दा अगाडि नि पटक पटक हामी सडकमा ओर्लेर सरकारले गरेका सहमतिलाई हामी विश्वास गरेर अब सरकार पक्कै पनि आन्दोलन एउटा शिक्षकको शक्ति देखेर चाहिँ एउटा ऐन जारी गर्न चाहिँ पहल गर्नेछ भनेर हामी विश्वासका साथ घर फर्केका थियौँ। तर पनि सरकारले हामीमाथि धोकाधडी गरेको कारणले फेरि अहिले बाध्य भएर हामी फर्केका हौँ। त्यसै समय कुन के भन्ने होइन, हामी निरन्तर छौँ, निरन्तर रहिरहनेछौँ। सरकार र नियामक निकायहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ, के आग्रह छ यहाँको? अब पनि साँच्चै शिक्षकले मात्रै शिक्षकको माग मुद्दा बोकेर हिँडेको छैन। हामीले चाहिँ विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी मैत्री शिक्षा ऐन चाहिँ सङ्घीय शिक्षा ऐन ल्याउनु पर्यो। 28 सालको शिक्षा ऐन भएन भनेर हामी लडेका हौँ। त्यो गुणस्तरीय शिक्षाको लागि, त्यो भावी सम्पूर्ण विद्यार्थीहरूको भविष्यको सवालसँग पनि जोडिएको कुरा हो। त्यसैले यदि सरकारले अझै पनि चाहने हो भने, आत्मसात गर्ने भने यो शिक्षा ऐन चाहिँ बजेट अधिवेशनबाट पनि ल्याउन सक्छ, अथवा जुन उसले चाहेको त देखिराख्नु भएको छ त, पटक पटक अनिवार्य रूपबाट ल्याइराखेको अवस्था छ, त्यसरी नै फेरि पनि त ल्याउन सक्ने अवस्था छ नि। त्यही माथि प्रक्रिया नै सुरु गरिदिएको छैन। अस्ति भर्खर तपाईँहरूलाई थाहा भएको होला, 3 दिन 4 दिन अगाडि मात्रै उपसमिति गठन गरेर बल्ल एउटा चाहिँ छलफलमा चाहिँ उत्रिएको छ। यसरी अब जुन पहल कदमी लिएर उपसमितिले त्यसरी छलफलमा गरेको छ, यो निरन्तर चल्ने हो भने पनि 2-3 महिना लाग्ने अवधि छ। बर्खे अधिवेशनबाट जारी गर्न सक्छ नि त, यदि चाहना गर्ने हो भने। त्यसैले हामी ढुक्क छौँ। यदि चाहँदैन भने हामी निरन्तर अब यही सडकमा यसरी नै बस्न हामी तयार छौँ। धन्यवाद यहाँलाई। अब कक्षा कोठामा भेटिने शिक्षकहरू माइती घरको सडकमा भेटिरहनु भएको छ। हो, यो त हामीले गरेको होइन, नेपाल सरकारको दायित्वले आफ्नो दायित्व पुरा गर्न नसकेपछि हामी आन्दोलनमा आउन बाध्य भएका हो। जस्तो यो सरकारी तलब खाएर सरकार विरुद्ध आन्दोलनमा आउँदाखेरि रमाइलो लाग्ने रहेछ कि कस्तो हुने रहेछ सर? रमाइलो हुने सर, दुःख लाग्यो र हामी आन्दोलनमा होइन, साँच्चै एउटा शिक्षकलाई राज्यले चिनेन भनौँ न, राज्यले नचिन्दाखेरि, राजनीतिक दलहरूले नचिन्दाखेरि, अथवा तिनीहरूले हामीलाई एक किसिमको जो व्यवहार गरे, एउटा निजामती कर्मचारीले गर्ने व्यवहार हामीप्रति अलिकति सौतेलो व्यवहार भएपछि हामी राज्यको तर्फबाट होइन, हाम्रो हकितको लागि एउटा राज्य विरुद्ध होइन, सरकारको विरुद्ध होइन, सरकारलाई एउटा हामीले सुझाव र सल्लाह दिनको लागि सडकमा आउनु परेको हो। जस्तो तपाईँहरूले अब यति बेला धेरै विद्यालयहरूको वार्षिक परीक्षा सकिएको छ, उहाँहरूको परीक्षाफल प्रकाशित गर्नुपर्नेछ, एसईको विद्यार्थीको कपी चेक गर्नुपर्नेछ। तपाईँहरू घोषणा गर्नुहुन्छ हामी वार्षिक परीक्षाफल प्रकाशित गर्दैनौँ, एसईका विद्यार्थीहरूको कपी चेक गर्दैनौँ। राज्यले तपाईँहरूमाथि खेलवाड गर्यो भनेर तपाईँहरूले विद्यार्थीमाथि खेलवाड गरिदिरहनु भएको छ। कति सजिलो छ होइन यहाँहरूलाई? होइन सर, हामीले 1 दिन 2 दिन आफ्नो मागको लागि केन्द्र यो भनौँ न काठमाडौँमा आउँदैमा विद्यार्थी अन्यलमा पर्यो अनि कापी चेकमा ढिलाइ भयो भन्ने हुँदैन। घोषणा गर्नुभएको छ हामी एसईका विद्यार्थीको कपी चेक गर्दैनौँ भनेर होइन, र महासङ्घले घोषणा गर्नुभएको छ। राज्यले हाम्रो माग पुरा गर्दैन त्यहाँसम्म त अब हामी प्रतिबद्धता गरेका छौँ, हामीले कमिटमेन्ट गरेका छौँ, हामी गरिँदैन भनेर महासङ्घले नै बोलेको कुरा हो सर। तपाईँहरूमाथि राज्यले खेलवाड गर्यो भनेर तपाईँहरूले विद्यार्थीमाथि खेलवाड गर्नुभयो। यहाँ बलियोले कमजोरलाई हेप्ने परिपाटी तपाईँहरूमा पनि कायम छ। हामीले विद्यार्थीलाई हेप्न खोजेका होइन सर, विद्यालयमा जत्तिका हाम्रा घरमा छोराछोरी छन् त्यत्तिकै विद्यालयमा ती छोराछोरी हुन्। त्यसैले हामीले नानी बाबुहरूलाई त्यसो हेप्ने, उनीहरूलाई दुःख दिने, उनीहरूमाथि खेलवाड गर्ने कुनै पनि हाम्रो उद्देश्य होइन, हाम्रो जिम्मेवारीभित्र त्यो पर्दैन पनि सर। अब तपाईँहरू के गर्नुहुन्छ? सरकारले तपाईँहरूसँग कमिटमेन्ट गर्छ, पुरा गर्दैन, पटक पटक देखिरहेको कुरा हो। यो पटक पनि सम्भवतः त्यही होला, हिउँदे अधिवेशन बन्द छ। अब तपाईँहरूको पनि नीति नियम ऐन त संसद मार्फत आउनु पर्ला, त्यो सम्भावना देखिँदैन। के गर्नुहुन्छ यहाँहरू? त्यो त नेपाल शिक्षक महासङ्घको कुरा रह्यो। अब शिक्षकहरू छन् नेपालभित्र,
त्यो सबैले के निर्णय गर्नुहुन्छ त्यो निर्णयमा पुगेरै छोड्छौँ भन्ने शिक्षक महासङ्घको एउटा अठोट निर्णय हो सर। हस्, धन्यवाद यहाँलाई।